आजको भिडियोमा म तपाईहरुलाई हुक्कर हट जाने बाटो र हुक्कर हट कस्तो छ त्यो देखाउन गइरहेको छु। यो भन्दा अगाडिको भिडियोमा माउन्ट सेप्टोन जाने बाटो यसरी गएको थियो र माउन्ट सेप्टोन जाने बाटो हामी यहाँ आइसकेपछि हामी यहाँ एक किसिमको यो बुश भित्र यो खालको साइन देख्छौं। यो साइन भएको एरिया हुँदै हामी चाहिँ यो बाटो चाहिँ हुक्कर हट जान्छौं भने यो बाटो हुँदै यताबाट चाहिँ हामी माउन्ट सेप्टोन जान्छौं। र हुक्कर हटको बाटो चाहिँ यस्तो छ। हुक्कर हट जाने बाटोमा विभिन्न यो बुशको कारणले र पछि हिउँमा पनि बाटो चाहिँ थाहा हुन सजिलो होस् भनेर ठाउँ ठाउँमा चाहिँ यस्तो सिग्नलहरु राखेको छ। हामी चाहिँ यो सिग्नललाई चाहिँ फलो गर्दै चाहिँ जान्छौं। मेरो पछाडि देखिरहेको चाहिँ यो माउन्ट कुक हो। ठ्याक्कै यो माउन्ट कुक हो। अब ठ्याक्कै यो हुक्कर हट जानको लागि चाहिँ ठ्याक्कै अपोजिट तर्फ हिँडिरहेको छु। माउन्ट कुकको माथि माउन्ट कुक भयो, सिधै तल चाहिँ हुक्कर भ्याली छ अनि यो माथि आएपछि चाहिँ माउन्ट सेप्टोन छ। हुक्कर हट आउने र माउन्ट सेप्टोन जाने बाटोबाट हामी जहाँ छुट्छौं, छुटिसकेपछि करिब हामी 5 देखि 10 मिनेट, म्याक्सिमम 10 मिनेट नभए 5 मिनेट भित्रमा चाहिँ हामी चाहिँ हुक्कर हट चाहिँ पुग्छौं। हुक्कर हट यहाँ देखिसकेको छ। ग्रीन कलरको साइडमा ओरेन्ज भएको यहाँ हट देखिरहेछ। यहाँ अरु मान्छेहरु पनि सायद होला, हेरौँ कस्तो रहेछ। अहिले चाहिँ म चाहिँ हुक्कर हट आइपुगिसकेको छु। हुक्कर हट जस्तो छ। प्राय सबै हटहरुमा चाहिँ यो खानेपानीको व्यवस्थाहरु पनि गरिएको छ, टोयलेटको व्यवस्था पनि गरिएको छ। यो हुक्कर हटबाट चाहिँ माउन्ट सेप्टोन मजाले नजिकै देख्न सकिन्छ। माउन्ट सेप्टोनको रेन्ज भयो। त्यसैगरी यो माउन्ट कुक मजाले देख्न सकिन्छ आँखैको अगाडि। र यो माथिको देख्ने भनेको माउन्ट वेकफिल्ड हो। यहाँ हुक्कर हट चाहिँ यस्तो छ। यो भित्र सानो एउटा किचन पनि छ। टक्क बेसिनहरु, यहाँ केही खाना पकाएर खाने भाँडाहरु पनि रहेछ। जाडो भयो भने आगो ताप्नेको व्यवस्था पनि छ। सानो बेड पनि रहेछ यहाँ। आउने टक्कसँगले वान नाइट स्पेन्ड गर्ने टक्कसँगले यहाँ बसेर आराम गरेर जान सकिन्छ। एकदमै राम्रो व्यवस्था गरेको रहेछ यहाँनिर। अनि यहाँ ढोकाबाट नै सिधै अगाडि माउन्ट कुक पनि देख्न सकिने, यहाँ आएर माउन्ट सेप्टोन देख्न सकिने, यता आएर माउन्ट वेकफिल्ड देख्न सकिने। साँच्चै नै यो आनन्द, एकदम रमाइलो लाग्ने शान्त ठाउँ छ। तपाईहरु पनि आएर चाहिँ यहाँनिर चाहिँ वान नाइट स्पेन्ड गर्न सकिन्छ। यो पर देख्ने चाहिँ तपाईको टोयलेटको व्यवस्था गरेको रहेछ।
यो के हो फोरहरू राख्ने हो कि त्यस्तै साँच्चै नै राम्रो छ यो